श्रावणको लास्ट सोमबार हजुरहरू आज कुन मन्दिर जानुभयो प्लिज तल कमेन्ट गरिदिनु होला है। अनि त्यसपछि आज बिहानमा उठ्दाखेरि यस्तो हालतमा उठेको थिएँ, यस्तो आवाज आइरहेको थियो के भयो भनेर हेरेको त हाम्रो ढुङ्ग्रेबासमा यसरी लागेको थियो ग्यासको लाइन। हाम्रो ढुङ्ग्रेबासमा मात्र नभएर सबै ठाउँमा चाहिँ ग्यासको लाइन यस्तै गरी लागेको छ जस्तो लाग्यो। कति ग्यासको लाइन हेर्नु भनेर नुहाई धुवाई गरेर म लागे रुम सफा गर्नतिर। अनि सबै मिलाइसकेर हेर्दाखेरि पनि लाइन त भर्खर त्यति मात्रै सकेर यो त यतापट्टि साइडको लाइन मात्र, उतापट्टि साइड पनि छुट्टै थियो अरे। त्यत्तिकैमा मेरो अफिस जाने बेला पनि भयो, रेडी भएर म लागे अफिसतिर। अफिस जाने बेला बाटोमा चाहिँ मन्दिर पसेर पूजा गरेर पनि जान्छु भनेर सोचेर अनि म मन्दिर गएँ, पूजा गरेँ। लास्ट सोमबार भएर चाहिँ मन्दिरमा पूजा पनि लागिरहेको रहेछ। अनि एकैछिन त्यहाँ बसेर म लागे फेरि अफिसतिर। कस्तो तातो घाम लागेको थियो, आज छाता ओढ्दै गए। अनि यसो अफिसमा पुगेर आउटफिट अफ द डे गरेको पछाडि फेरि मानकुमार महानुभाव पनि आउटफिट अफ द डे गर्दै हुनुहुँदो रहेछ मसँग। अनि एकैछिन रेस्ट गरेर फेरि म लागे आफ्नो काम गर्नतिर। डेभलपरको पनि छुट्टै पीडा छ क्या, सब रमाइलो गरिरहेको हुन्छन् अनि म चाहिँ यही हेरेर बसिरहनु परेको हुन्छ। त्यसपछि हामी लाग्यौँ खाजा खानातिर। खाजा खाएर आएर फेरि म आफ्नो कामहरू गर्नतिर लागे। अनि त्यसपछि हामी यता खान थाल्यौँ स्याउ। काट्ने मान्छे काटेको काटै, खाने मान्छे हेर्नु यहाँ खाएको खाए पो छ त। यस्तो छ मेरो पीडा। मौसम त कस्तो कालो निलो भएको देखेर फेरि ठुलो पानी पर्छ होला भनेर म छिटै अफिसबाट निक्लिए। पानी परिसकेपछि त हाम्रो सिन्धुलीको मौसम पनि वाउ कस्तो राम्रो देखिन्छ। झन् यो फाँटको बाटो त यस्तो राम्रो देखिरहेको हुन्छ। अनि म मेरो झुम्का हेर्दै घर फर्किए। साथीहरू आकाश हेर्नु न कति राम्रो देखेको। स्काई वाज सो ह्याप्पी फर मी। म हजुरहरूलाई मेरो अर्को भ्लगमा भेट्छु। हस् अहिलेको लागि बाई बाई।